सबैभन्दा पहिले प्रभु क्यापिटल लिमिटेडको वेबसाइट www.prabhucapital.com खोल्नुहोस्। होम पेजमा रहेको PSIS मा क्लिक गर्दा तपाईं mutualfund.prabhucapital.com मा पुग्नुहुनेछ। अब साइन अप मा क्लिक गर्नुहोस्। डिपोजिटरी पार्टिसिपेन्ट DP मा आफ्नो डीम्याट नम्बरको पहिलो 8 अङ्क र क्लाइन्ट ID मा बाँकी अन्तिम 8 अङ्क प्रविष्ट गर्नुहोस्। अब आफ्नो क्लाइन्ट टाइप इन्डिभिजुअल छानी आफ्नो पूरा नाम, आधिकारिक इमेल ठेगाना र मोबाइल नम्बर भर्नुहोस्। खाता सुरक्षित राख्न कम्तीमा 8 अङ्कको अप्पर केस, लोअर केस, नम्बर र स्पेशल क्यारेक्टर सहितको बलियो पासवर्ड सेट गर्नुहोस्। अब BO कन्फर्मेसन फाइल अपलोड गर्नका लागि मेरो share.cdsc.com.np मा लगइन गरी माई डिटेल्समा जानुहोस् र आफ्नो PDF फाइल डाउनलोड गर्नुहोस्। सोही फाइल यहाँ अपलोड गरी साइन अप मा क्लिक गर्नुहोस्। तपाईको इमेलमा प्राप्त भएको छ अङ्कको OTP कोड यहाँ राखी भेरिफाई नाउ मा क्लिक गर्नुहोस्। खाता प्रमाणीकरण भएपछि लगइन स्क्रिनमा गई आफ्नो 16 अङ्कको BOID र सेट गर्नुभएको पासवर्ड राखी लगइन गर्नुहोस्। सफलतापूर्वक लगइन भएपछि ड्याशबोर्ड खुल्नेछ। अब नयाँ लगानी सुरु गर्न ड्याशबोर्डमा रहेको SIP इन्भेस्टमेन्टको सिधै तल एप्लाई नाउ बटनमा क्लिक गर्नुहोस्। SIP रेजिस्ट्रेसनमा आफ्नो लगानी रकम राख्नुहोस्। ध्यान दिनुहोस्, न्यूनतम रकम 1000 रुपैयाँ हुनुपर्छ र सो भन्दा बढी रकम 100 रुपैयाँको गुणाङ्कमा जस्तै 1000, 1100, 3000, 50000 हुनुपर्नेछ। त्यसपछि आफ्नो अनुकूल इन्टरभल मन्थली, क्वार्टरली, हाफ इयरली वा इयरली र मोड लिमिटेड वा अनलिमिटेड रोज्नुहोस्। लिमिटेड मोडमा SIP सञ्चालन अवधि वर्ष तोक्नुपर्छ भने अनलिमिटेड मोडमा वर्ष तोक्नु पर्दैन। अन्त्यमा पेमेन्ट पपअप विन्डोमा डिजिटल पेमेन्ट गेटवे उपलब्ध छन् जस्तै ई-सेवा, खाल्ती, कनेक्ट IPS वा मोबाइल ब्याङ्किङबाट पेमेन्ट गर्ने भए नेपाल पेमेन्ट छानी भुक्तानी प्रक्रिया पूरा गर्नुहोस्।